जय मे सबैजनालाई। आज चाहिँ हामीले शनिबारको संगतिमा अनन्तताको विषयमा हेरिरहेका थियौं अनि विशेष गरी 3:11 उपदेशक 3:11 बाट उहाँले हरेक कुरालाई आफ्नो समयमा सुन्दर बनाउनु भएको छ। उहाँले मानिसको हृदयमा अनन्तता पनि राखिदिनु भएको छ भन्ने यही खण्डलाई लिएर चाहिँ हामीले अनन्तताको विषयमा हामीले हेरिरहेका थियौं अनि साँच्चै नै आज मानव जातिले परमेश्वरले सृष्टि गर्नुभएको छ अनि हरेकको हृदयमा चाहिँ अनन्तता चाहिँ परमेश्वरले राखिदिनु भएको छ भनेर हामीले हेरिरहेका थियौं अनि साँच्चै नै अनि हामीले हेरिरहेका थियौं हाम्रो परमेश्वर चाहिँ अनन्तको परमेश्वर हुनुहुन्छ अनि हाम्रो परमेश्वरको सृष्टि भएको छैन। उहाँ चाहिँ अनक्रिएटेड क्रिएटर हुनुहुन्छ। उहाँको सुरुवात कसैले पनि गरेको छैन अनि उहाँलाई कसैले बनाएको होइन। उहाँ आदिमा हुनुहुन्थ्यो र अनन्तसम्म रहिरहनु हुनेछ भनेर हामीले हेरिरहेका छौं अनि परमेश्वरको अनन्तता भनेको चाहिँ परमेश्वर कहिले पनि परिवर्तन हुनु हुँदैन र उहाँ चाहिँ यो समयभन्दा बाहिर हुनुहुन्छ हैन। अनि यहाँ मानिसमा यहाँ संसारमा भएको यो समयलाई चाहिँ उहाँलाई चाहिँ त्यो समयले कुनै पनि असर पार्दैन अनि उहाँको प्रतिज्ञा अनि उहाँको उद्देश्य र उहाँको स्वभाव सधैँसम्म एउटै रहिरहन्छ भन्ने विषयमा हेरिरहेका थियौं अनि साँच्चै नै हामीलाई यो अनन्तताले चाहिँ आज हामीलाई विश्वासी जीवनमा एकदमै धेरै महत्त्व दिदछ अनि जसरी आज मानव जातिलाई पनि परमेश्वरले अनन्ततामा सृष्टि गर्नुभयो अनि मानव जातिको सोल हैन हाम्रो आत्मा सबै चाहे परमेश्वरलाई विश्वास गरोस् नगरोस् त्यो सबै कुराहरू चाहिँ अनन्तसम्म रहिरहन्छ अनि सिर्फ दुईटा गन्तव्य चाहिँ रहन्छन् भनेर हामीले हेरिरहेका थियौं कि चाहिँ अनन्तसम्म परमेश्वरसँग कि चाहिँ अनन्तसम्म परमेश्वरबाट अलग रहेर अनि आज हामीले विश्वास गर्नुपर्ने यदि हामी अनन्तसम्म परमेश्वरसँग रहने हो भने चाहिँ येशू ख्रीष्टद्वारा मात्र त्यो कुरा चाहिँ सम्भव हुँदछ अनि हामीले हेरिरहेका थियौं अनि अनन्तको परमेश्वर आज समयभित्र पस्नुभयो र एउटा मानव भएर जन्म लिनुभयो अनि मानव जातिको पापहरू सबै लिएर अनि उहाँ क्रुसमा चढेर हामीलाई त्यो उद्धार र मुक्ति दिनुभयो भन्ने कुरा हामीले विचार गर्नुपर्ने हुँदछ अनि साँच्चै नै आज अनन्ततामा हामी जिउँदछौं अनन्ततालाई धारण गरेर हामी जिउँदछौं भने चाहिँ हामीले विचार गर्नुपर्ने हुँदछ अनि हामीले यो संसारको थोकहरुमा होइन तर अनन्तको कुराहरुमा हामीले मन लगाउनु पर्छ। यो संसारको थोकहरु त हामी विचार गर्छौं भने एउटा महासागरको एक थोपा जस्तो हो। जुन समयमा हामी जिरहेका छौं यो समय चाहिँ एकदमै क्षणिक छ, टेम्पोररी हो यो समय अनि जुन कुरा हामीले परमेश्वरको लागि गर्छौं त्यो कुरा मात्र अनन्तसम्म रहिरहन्छ भन्ने हामीले विचार गर्नु पर्दछ अनि आज हामी अनन्ततालाई विचार गरेर हामीले जीवन जिउँछौं भने चाहिँ हामीले अनन्तको कुराहरु परमेश्वरको कुराहरुलाई हामीले हेर्नुपर्ने यो संसारको पीडा संकष्ट यो संसारको क्षणिक आनन्द धन दौलतहरुलाई होइन तर अनन्ततासम्म रहिरहने परमेश्वरको प्रेमलाई अनि नबाचेको आत्माहरुलाई आत्मा बचाउने कुराहरु यो कुराहरुमा चाहिँ हामीले फोकस गर्नुपर्छ भनेर हेरिरहेका थियौं। हस्त जय मसीह।